त्यसले सबैलाई आफ्टर लङ टाइम पछि मेरो भ्लगमा तपाईँहरू स्वागत छ। आज चाहिँ शनिबार भएको कारणले म चाहिँ साइक्लिङ जान लगाएको। अब गर्मी नि बढ्यो त्यही भएर अल्छी लाग्नु लाग्छु। सिक ल त नि भाइ बाटोहरू देखाउँदै गर्छु कता कता गयो। हो अगाडि चाहिँ साइकल पङ्चर भएछ। साइकल पङ्चर अब चाहिँ कुद्नुपर्छ। पम्प पनि हाल्यो। हो अब चाहिँ देख्नु सक्नुहुन्छ तपाईँहरूले लुम्बिनीको अब चाहिँ पुरा हरियाली हुँदैछ। म चाहिँ भर्खर साइकलमा पम्प हालेर आएको किनभने अस्ति चुनावको छुट्टी गरी पम्प नै हालेको थिएन नि, चलाएकै थिएन। अझै पम्प हालेर कुदाउँदैछ। पुरा हरियाली भएछ। हो भ्यू इन्जोय गर्नुहोस् तपाईँहरू। भ्यू इन्जोय। यस्तो गर्मीमा पनि म साइकल झन्दैछ चलाउँदा। अब चाहिँ पुरा गर्मी आउँदैछ नि। अब यो गर्मी मौसममा चाहिँ पुरा हरियाली हुँदैछ। फेरि झारमा चाहिँ सबै सुक्छ। खतरा देखिरहेको छ यहाँ। हो फाइनली यस्तो छ यताको नजारा चाहिँ। हजुरहरू आउनुभयो भने चाहिँ थाहा छ होला। जहाँ आउँदैछ क्या आज चाहिँ शनिबार भएर अब क्या हो पुरा मान्छेहरू घुम्न आएको रहेछ। मजाको दिन सक्नुहुन्छ। थाक्यो। म चाहिँ अलिकति काम परेर गुम्बामा आएको। काम परेर पनि सानो भाइ भेट्नु पर्ने थियो। त्यसैले अहिले भेटेर देखाउँछु। त्यो दिदी आएको अस्ति छैन। यहाँ आउनु। दिनु हात दिनु। त्यो दिदीले नमस्ते छैन। नमस्ते खै दिदीलाई। नमस्ते गर दिदी। नमस्ते गर। अझै यो लाटो भएको यो नमस्ते गर्नु। राम्रोसँग ल दिदी डोक। दिदीले डोक। ल होइन यसो गरेर डोक के। बर्खा उठ्यो क्या। अनि ठिक छ कि ठुलो भयो। कहाँ नि म त अलिक ठुलै जिउ ठुलै भयो होला सोचेको जस्तो रहेछ। ल कति मार्नु कि मार्नु या खाइस। आजको मेरो भ्लग चाहिँ यति भयो। यता फर्किँदै गरेर हाम्रो अनि के ल के हो भेटेर फेरि सामान पो किनेर ल्याएर अब रुमतिर फर्किँदै। हस् त नि गाइसहरू भिडियो मन पऱ्यो भने के गर्ने नि ल। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब सबै के गर्नु मन छ गरिदिनु होला। मन परेन भने तपाईँकै हेरेर राखिदिनु होला। सिउ अँध्यारो नि भइसक्यो जाउँदा। ल त नि रुमतिर गएको अब चाहिँ।